एसिया कप भारतले सुपर ओभरमा श्रीलङ्कालाई हरायो। भारतले एसीसी टी20 एसिया कप 2025 को सुपर 4 खेलमा सुपर ओभरमा श्रीलङ्कालाई हराएको छ। जित्नलाई सुपर ओभरमा 3 रन बनाउनु पर्ने हुँदा भारतले पहिलो बलमै जित हात पारेको थियो। भारतका शुभमन गिल र सूर्यकुमार यादव सुपर ओभरमा 3 रन बनाउन ब्याटिङमा आएका थिए। वानिन्दु हसरङ्गा बलिङमा थिए। पहिलो बलमै सूर्यले 3 रन बटुल्दै जित पक्का गरे। श्रीलङ्काले सुपर ओभरमा दासुन सानका र कुशल परेरालाई पठाएको थियो। पहिलो बलमै कुशल परेरा रिङ्कु सिंहबाट क्याच आउट भए। कामिन्दु मेन्डिसले दोस्रो बलमा 1 रन बटुले। तेस्रो बल यर्करमा डट। त्यसपछि वाइड र चौथो बलमा दासुन सानका रनआउट भएका थिए। तर दासुन सानकाले रिभ्यू लिँदै डेड बलको कारण बचेका थिए। तर भारतीय कप्तान सूर्यकुमार यादवले केही समय अम्पायरसँग छलफल गरेका थिए। तर पाँचौं बलमा दासुन सानका क्याच आउट भएपछि भारतले जित्नलाई मात्रै 3 रन बनाउनु पर्ने भएको थियो। जित्नलाई 203 रनको विशाल लक्ष्य पछ्याएको श्रीलङ्काले निर्धारित 20 ओभरमा 5 विकेट गुमाउँदै 202 रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो। अन्तिम बलमा ओभरमा श्रीलङ्कालाई जित्नलाई 12 रन चाहिँदा तीव्र गतिका बलर हर्षित राणाले 11 रन दिँदै खेल सुपर ओभरमा पुर्याएका थिए। अन्तिम 2 बलमा 7 रन चाहिँदा दासुन सानकाले 5औं बलमा चौका र अन्तिम बलमा 2 रन बटुले। तेस्रो रन बटुल्ने अवसर रहे पनि ड्राइभ हानेर पछि नहेर्दा अवसर गुमाएका थिए। श्रीलङ्काका ओपनर पाथुम निसाङ्काले 58 बलमा 7 चौका र 6 छक्का सहित सर्वाधिक 107 रनको शतकीय इनिङ्स खेले पनि जित्नलाई पर्याप्त भएन। अन्तिम ओभरमा जित्नलाई 12 रन चाहिँदा उनी हर्षित राणाको पहिलो बलमै वरुण चक्रवर्तीबाट क्याच आउट भएका थिए। निसाङ्काले 17औं ओभरको अन्तिम बलमा अर्शदीप सिंहलाई स्ट्रेटमा छक्का हान्दै 52 बलमा आफ्नो टी20 करियरको पहिलो शतक हानेका थिए। दासुन सानका 11 बलमा 2 चौका र 1 छक्का सहित 22 रनमा क्रिजमा रहे। तेस्रो नम्बरमा आएका कुशल परेरा 32 बलमा 8 चौका र 1 छक्का सहित 58 रनको योगदान दिए। ओपनर कुशल मेन्डिस डकआउट भए पनि दोस्रो विकेटलाई कुशल परेरा र पाथुम निसाङ्काले 127 रनको शतकीय साझेदारी बारेका थिए। भारतका हार्दिक पाण्ड्या, अर्शदीप सिंह, कुलदीप यादव र वरुण चक्रवर्तीले 1-1 विकेट लिए। त्यसअघि दुबई क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित 20 ओभरमा 5 विकेट गुमाउँदै 202 रन बनाएको थियो। भारतका ओपनर अभिषेक शर्माले 31 बलमा 8 चौका र 2 छक्का सहित सर्वाधिक 61 रन बनाए। तिलक वर्मा 34 बलमा 4 चौका र 1 छक्का सहित 49 तथा सञ्जु स्यामसनले 23 बलमा 1 चौका र 3 छक्का सहित 39 रन बनाए। शुभमन गिल 4, कप्तान सूर्यकुमार यादव 12, हार्दिक पाण्ड्या 2 र अक्षर पटेल 21 रन बनाए। श्रीलङ्काका महेश थिक्सेना, दुष्मन्ता चामिरा, वानिन्दु हसरङ्गा, दासुन सानका र चरित असलङ्काले 1-1 विकेट लिए। समूह बीबाट अपराजित रहँदै आएको श्रीलङ्का सुपर 4 मा पाकिस्तान र बङ्गलादेशसँग पराजित भएपछि फाइनल दौडबाट बाहिरिएको थियो। अपराजित भारत र पाकिस्तान बीच आइतबार फाइनलमा प्रतिस्पर्धा हुनेछ।